टिकटकमा मैले पठाएको भिडियो चाहिँ भयो गाइस यो बर्खाको बेलामा ड्राई पिकनिक कोही पनि नआउनु होला Welcome back to my channel. It's Vivek Dasher. So I'm back with another new video. So guys, यहाँ चाहिँ मोटी. हेलो Hi. So guys, आज चाहिँ हामी जाँदैछौँ ड्राई पिकनिक. यहाँ देख्न सक्नुहुन्छ हाम्रो सामानहरू. हामी चाहिँ टक्क सफारीमा राखेर जाँदैछौँ. हाम्रो लोकेसनतर्फ. अनि लोकेसन चाहिँ वहीँ गएर देखाउनुहुन्छ हैन दिदीले सरप्राइज हुन्छ सस्पेन्स राख्नुपर्छ अगाडि नै भन्नु हुँदैन अरे क्या सो आज चाहिँ हामी त्यो ड्राई पिकनिक जाँदैछौँ सो भिडियो लास्टसम्म हेरेर प्लिज लाइक कमेन्ट को हुनुहुन्छ पनि हेर्नु होला हामी त देखेर देखाउँछौँ अहिले चाहिँ हामी दुईजना मात्रै छौँ ल गाइस वहीँ गएर हाम्रो जनताहरू आउँछन् है हाम्रो जनताहरू टन्ने छौँ हामी टन्ने मान्छे धेरै होइन ठिकै एउटा तन्नामा अट्ने चाहिँ एउटा बेडसिटमा अट्ने त्यही नै अटिँदैन होला सो हाम्रो खानेकुराहरू चाहिँ धेरै छ नि त अनि त्यही भएर के छ पनि हेर्नु होला ल धेरै छ अरे हाँस उठ्यो मलाई त्यो खानेकुराको लिस्ट बनाउनको लागि पनि कति दुःख गर्नु परेको थियो यहाँनिर अब त्यस्तै हो हरेक कुराको लागि दुःख गर्नै पर्छ स्ट्रगल गर्नै पर्छ होइन सो भिडियो लास्टसम्म हेरेर प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला है सो लेट्स गो गरिदिनु नि फेरि पापी मान्छेहरू गरिदिँदैन म त कस्तो पापी छ हौ त्यति टुसुक्क सब्सक्राइब गरिदिएर एक लाइक दिँदा के जान्छ हौ कस्तो हौ गरिदिनु ल आउँदा यसरी भारी बोक्नुपर्छ है गाइजहरू अनि यहाँ चाहिँ छु म उसको पनि भारी बोकिदिनु पर्ने अरे पर्दैन त दिदी भएपछि दिदीको भारी बहिनीले नबोके कसले बोक्छ त होइन भन्नु त अनि दिस इज हाम्रो विराटनगरमा लोकेटेड वन ऋषि वन हाम्रो बनै आउन आँटेन खै वन अनि यो चाहिँ के हो त यत्रो वनै बन्छ त विराटनगरमा यतिको हरियाली देख्नु भनेको पनि धेरै ठुलो कुरा हो बहिनी नखाने म त अरू आउँछ नि खान्छु एकैचोटि ए नाइ अहिले आउँछ नि खान्छु खाने पर्कै हो नि मासु भनेपछि के गर्नु खोजेको यिनीहरूले चाहिँ दामी तर मान्छे नै आइपुगेको छैन नरु हामी दुईजना भएर खाइसक्छौँ होला सबै हाम्रो दुःख यहाँ झुन्ड्याएर बसिरहेको छौँ ब्यागहरू बेडसिट ल्याउने मान्छे पनि आइपुगेको छैन फाइनल्ली आफ्टर कति 1 आवर हामीले यहाँ पर्खेपछि चाहिँ यहाँ बल्ल आइपुगे मान्छेहरू अरू सो यहाँ चाहिँ यसरी तन्ना बिछ्याएर अब हामी चाहिँ बसिसकेको छौँ अब कस्तो कालो भएर आएको उता पानी पर्नु आँट्यो त किन छाता ल्याउनु किन भन्नु न ल्यायो यहाँनिर चाहिँ पुरा कालो निलो भएर आइरहेको छ उहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरू होइन हेर्नु कस्तो कालो निलो भइरहेछ अनि अब हामी फेरि यहाँनिर तना उठाएर अर्को ठाउँ जाँदैछ काँक्रा हो मेरो घरको लोकल काँक्रा हो गाइजहरू यो ड्राई पिकनिक आएपछि यत्रो भारी झोला झ्याम्टा बोक्नै पर्यो नि कोही केक बोक्दै हुन्छ कोही पिज्जा कोही के प्लिज दिदी अनि कसको ठुलो रहेछ त भन्नु त यहाँनिर अलिक राम्रो ठाउँ छ अरे कि यस्तो सिमेन्टले बनाएको अनि त्यहाँनिर गएर यसो बस्नु भनेर कुद्न सक्दिनँ म यति राम्रै भएर यहाँ कुद्न आएको हो कस्तो देखिरहेछ मलाई भनिदिनु होला म मान्छे राम्रो हाम्रोमा अफर पनि छ है काँक्रा काटेछ यहाँ चटपटेको लागि तयारी हुँदैछ ल हेलो भन यहाँ सबैजना तलु डार्लिङ हाम्रो दिदी हुनुहुन्छ यहाँनिर म त यो काँक्रा देख्ने हेड अफ द डिपार्टमेन्ट यहाँ प्लेटिङ हुँदैछ पानी पर्न थाल्यो गाइजहरु यस्तो छ ल गाइज यहाँनिर यस्तो छ दुकान उही म त ओपर भिजे लास्ट भिजे ओपर मेमोरी भयो यार टिकटकमा मैले पठाएको भिडियो चाहिँ भयो पानी पर्यो
गाइज यो बर्खाको बेलामा ड्राई पिकनिक कोही पनि नआउनु होला ल हाम्रो जस्तो बिजोग यहाँ हेर्नु पानी परेर यहाँ कसरी बसिरहेको छौँ हामी लुत्रुक्कै भिजेर यहाँ यहाँ हेर न मेरो आमा सबै यहाँ हेर्नु व्हाइट स्कर्ट लगाएको सबै भिजेर यस्तो छाता ओढेर हामी यस्तो प्लेट हातमा बोकेर खाएको के को हालत हेर्नु यहाँ कस्तो भएको छ पुरै भिजेर देखाइदिनु त दिदी कस्तो भएको छ बोकेर यताउता कुद्दाखेरि कोक यहाँ हेर्नु भिजेर पुरा छाता धन्नले 2टा छाता बोकेर आएका थिए हाम्रो हालत पनि यस्तै भएको छ कल्पना त झन् पुरै भिजेको छ यता र उता अदिति पनि ड्रेस पुरै भिजेको छ एक्सपिरियन्स चाहिँ भयो गाइज रमाइलो भयो कि तर इन्द्रदेवले चाहिँ आज लास्ट दुःख दिनुभयो क्या यु क्यान कल अनि उहाँहरू 2जना आउँदैछन् बोकेर सामानहरू हाम्रो अर्को लोकेसनबाट लास्टमा आएर लेज र कुरकुरे भागभण्ड लाएर जानु पर्यो गाइजहरू के गर्नु गर्नु पर्यो भ्लग कम्प्लिट गर्नै पर्यो पानीले भिजेर बिजोग भएको छ यहाँ हेर्नु यहाँ स्कुटी सब भिजेर स्कुटी भिजेर त केही भएन यहाँ मान्छे भिजेर यहाँ स्कर्टको हालत त्यस्तो भएको छ यहाँ अर्को ब्लगर छ सब्स्क्राइब गर्नु होला दिदीको च्यानल अदिति श्रेष्ठको पनि च्यानल सब्सक्राइब गर्नु होला अनि बन चाहिँ त्यो थियो है यहाँनिर हामीले ल्याएको आइटमहरू चाहिँ अब सबै डिभिजन हुँदैछ कोला लिची लिची फ्याँकेको दिदी मेरो फोन दिनु न गाइज अब म चाहिँ भ्लगिङ गर्छु होला सायद प्लिज गाइज तपाईँहरूको लागि भनेर यस्तो पानीमा पनि भ्लग बनाएको छु यस्तो बिजी आफू बिजी भए पनि भ्लग बनाएको छु प्लिज डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु माई च्यानल होप टु मिट यु सून इन द नेक्स्ट भिडियो कत्रो हल्ला गरेको बाई बाई गरे सबैजना बाई बाई